यो तुलसीपुर उपमहानगरपालिका भित्र पर्ने पातु खोला क्षेत्र हो। कुनै बेला यहाँ ठूलो खोला बग्थ्यो, तर अहिले हेर्दा नहर जस्तै साँगुरो भइसकेको छ। 2061-62 तिर यहाँ पुल पनि थिएन, बस्ती पनि थिएन। त्यसपछि केही व्यक्तिहरूले ढुङ्गा राखेर जग्गा कब्जा गर्न थाले। पछि त्यही जमिन घडेरी बनाएर बेच्न सुरु भयो। 2077-72 पछि बिस्तारै घर बन्न थाले, बस्ती बढ्दै गयो। 2077-78 सम्म आइपुग्दा यहाँ बजार जस्तै विकास भयो, घरहरू ठडिए र तुलसीपुर उपमहानगरपालिकाले ऐलानी भन्दै कर उठाउन सुरु गर्यो। तर खोला कहाँसम्म हो, कति टाढासम्म निर्माण गर्न पाइन्छ भन्ने स्पष्ट मापदण्ड भने बनेन। अहिले 2082-83 मा खोला नक्सामा मात्रै देखिन्छ, जमिनमा भने घरै घर छन्। यहाँ बस्ने धेरै नागरिकले पैसा तिरेर जग्गा किनेका हुन्। उनीहरू सिधै अतिक्रमणकर्ता होइनन्, बरु सुरुदेखि अव्यवस्थाको शिकार भएका हुन्। अब समस्या के छ भने यदि भोलि खोला किनारको अतिक्रमण हटाउने निर्णय आयो भने यहाँको घर र लगानी सबै जोखिममा पर्ने निश्चित देखिन्छ। सुरुमा कब्जा हुँदा किन रोकिएन, किन किनबेच हुन दिइयो, कर उठाउने निकायले स्पष्ट मापदण्ड किन बनाएन?